घर आराममा बस्न पाइन्छ कि एकछिन आराम गर्न पाइन्छ? पाइन्छ हजुर, पाइन्छ। टाढाबाट आउनुको के काम गाउँसम्म जान अनि साँझको बेला आउनुभयो, बाटो निकै टाढा थियो क्या हो? अब जाने नै त हौ तिमी हतार के को लागि आउने हो भन्दाखेरि अब हाम्रो यो जाने नजाने पनि अब यसरी नै हाम्रो परम्परादेखि भएर आएको अलिकति भए पनि यसो चाहिँ यो हाम्रो परम्परा अलिकति बचाइराख्नु भन्ने हिसाब किताबले चाहिँ त्यसरी सोधिँदैछ उहाँहरूले हजुरहरूलाई। सायद अब विनम्र अनुरोध गर्न चाहिँ भन्दाखेरि अहिले हाम्रो रीति संस्कार धेरै हराएको पनि छ र हामीलाई साँच्चै भन्दाखेरि त्यसको आधाउधी कुरा पनि नआउन सक्छ। त्यही पनि हाम्रो चाहना के छ भने हाम्रो संस्कार बाँच्नुपर्छ भन्ने पनि हाम्रो चाहना छ। त्यसो भएको हुनाले अब मैले जाने पनि नजाने पनि अलिकति विधिवत कुरा यहाँको सामु म यो दुईवटा हाम्रो कथा राखेर गर्न चाहन्छु। अब हामीले भन्दै आउने कुरा कस्तो भने हिजो हाम्रो पुर्खाहरूले जे भन्दै आए त्यही सुनेको कुरा त्यसैलाई हामीले पछ्याउँदै आइरहेका छौँ। त्यसैले गर्दाखेरि हाम्रो एउटा रीति परम्परा अनुसार यहाँलाई हामी अनुरोध गर्दैछौँ कि हजुरहरूको बगैँचामा फुल फुलेको हामीले देख्यौँ। त्यो फुल हाम्रो लागि अत्यन्तै राम्रो, अत्यन्तै मनपर्दो भएको हुनाले अब त्यो फुल हामीले टिप्न पाइन्छ कि यहाँको आज्ञा हामीलाई चाहिन्छ। हामी टिपेर हाम्रो घरमा सजाउन चाहन्छौँ। त्यसो भने भएको हुनाले यो हामीले एउटा बोल्ने यहाँहरूलाई माध्यमको रूपमा यो राखेर यहाँलाई बिन्ती गर्दैछौँ। हजुर लामो कुरा गरे पनि उयो हो होइन। हाम्रो खास गरी अर्थ चाहिँ अब हामीले आउनुको अर्थ चाहिँ हामीलाई मन पराउनु भएछ अथवा चाहनु भएछ भनिसकेपछि अब हाम्रो फुलले पनि त अब रुचाउनुहुन्छ हुँदैन होइन। अब उहाँलाई पनि अलिकति अब हामीले यसरी अब सोध्नुपर्ने हुन्छ। अहिले त अब उहाँहरूले दुईवटा कठुवा लिएर हामीले मन परेको छौँ त भनेर त भनिराख्नु भएको छ। बा हाम्रो फुलले हजुर हामी चाहेको छ उनको आमाको पाछा सामसुङ भनेर चिनिन्छ। बाउ खेयौँ भनेर बाउको पाछा खेयौँ र हाम्रो घर चाहिँ अब यहाँलाई जानकारी दिनै पर्छ। अब हामी भोजपुरको बोखिम भन्ने ठाउँबाट आयौँ। हाम्रो उहिलेदेखिको बसोबास त्यहीँ पर्यो। म पहिला परिचय गराइजान्छु। मेरो नाम चाहिँ सुमन राई, मेरो घर बोखिम 5। मेरो पाछा मैले भनिराख्नु अनि अब हामी चाहिँ चिन्जान भएको भनेको सामाजिक सञ्जाल फेसबुक मार्फत चिन्जान भयौँ। हामी 7-8 वर्ष र अब सामाजिक सञ्जालबाट नै हामी चाहिँ साथी भनेर एउटा असल साथी बन्न पुग्यौँ र यही साथी मार्फतै हामी चाहिँ जीवन साथीको रूपमा चाहिँ हामी अघि बढ्न तयार भयौँ। दुवैजनाको सरसल्लाहमा हामी यहाँ कि बिरुवा लानु लगेर सार्नुहुन्छ कि के गरी लानुहुन्छ? हामी त फुल लानको लागि आएको भएर हामी आनी बानीमा सबै हेराएर यतिको मान्छेले चाहिँ मेरो भविष्य बन्छ भन्ने हिसाबमा उनीहरू परिपक्व त्यो सेन्स आउँछ कि भन्ने लागेको थियो, आएन कि त्यही भएर मैले सबै 72 वर्षको आयु सन्तान हुन्छ।
हिजो सामाजिक सञ्जाल थिएन हाम्रो दाइहरूको पालामा बाबुआमाको पालामा, आज सामाजिक सञ्जाल अनि तपाईँको अब धेरै कुराहरू बोलेर धेरै कुराहरू सहमति भएर नि अब हामी उसको कुरा मलाई मन पर्यो, उसको मेरो कुरा उसलाई मन पर्यो, त्यही भएर नै हामी अब अगाडि बढ्यौँ। र अब पछिल्ला दिनहरूमा हामी चाहिँ तपाईँको त्यस्तो छुट्टिने त्यस्तो नराम्रो हुने भन्ने चाहिँ हुँदैन होला मेरो विचारमा। अब किनकि उसलाई पनि विश्वास छ म प्रति र म उसलाई मेरो पनि ऊप्रति विश्वास छ। त्यही भएको कारणले अब आउने दिनहरूमा चाहिँ त्यो नहोला हुँदैन नै भन्नुपर्छ र नहोस्। हामी त्यही भएर होला तपाईँको एउटै जात एउटै संस्कृति छ भनेर त त्यो नराम्रो हुन्छ भनेर त कसैले नि गरिँदैन, राम्रै हुन्छ। त्यो बिचमा खटपट नराम्रो अनि कसरी मिलाउने भन्ने कुरो चाहिँ अब कुरो हुँदैन होइन। उहाँहरूको आफ्नो विश्वास, उहाँहरूको आफ्नो अब अहिले चाहिँ सबै हामी छौँ पढाउँछौँ उति पढाउँछौँ त्यस्ता खालको कुराहरू पनि आउँछन् क्या, तर भरे लगेर त्यो पनि गर्दैन। त्यस्ता पनि हुन्छ है, उनीहरू चाहिँ हुँदैन भन्न सकिँदैन। तर अब के हो भने हामीले चाहिँ भरसक सबैसँग पुग्ने कुरा गरौँ, नपुग्ने कुरा चाहिँ नगरौँ। हामीसँग होइन एकछिन आउनुहोस्, जोडी पक्ष लिएर आउनुभयो कि उहाँहरूसँग परिचय भएकै बहिनीले चिन्ने नै मान्छेहरू उहाँहरू हुनुहुन्छ त? यो अवस्थामा उहाँलाई बोल्नु अप्ठ्यारो भयो भने मेरो छोरी हो, तपाईँले स्पष्ट भनिदिनुहोस् न भन्ने बेलै यही हो होइन। सही कुरा भनिदिने हो। तपाईँले बोलेको 2 शब्दभित्र सबै छर्लङ हुन्छ, धेरै लामो बोल्नु पर्दैन होइन। बा हामीले पनि जबरजस्ती अब होइन तपाईँको स्वीकार छ कि छैन, परिचय पहिलादेखि कुरा भनिदिनु भइहाल्छ त। जोडिएको नाता परिचय गरेर नटुटोस्, विश्वास छ या छैन, मान्छे भनेको विश्वासमा बाँच्नुपर्छ। पछि गएर अविश्वास बढ्ला होइन। तर त्यो भनेको चाहिँ 2 जनामै हुन्छ है, एक तर्फबाट मात्रै होइन, 2 जनाबाट नहोस्। यो त वास्तविक हाम्रो कठोराको त यो त एउटा यसो बोल्ने ठाउँ मात्रै होइन। हामीले त त्यसै उहाँले किन बोलाउनु त, हामी त आएकै हो नि। मैले चाहिँ सुमनले चाहिँ सामाजिक सञ्जालबाट चिन्ता भएको अनि फेसबुक अनि फोनबाट र प्रत्यक्ष भेट पनि भएको भएर अनि हामीले चाहिँ अब एकअर्काले चाहिँ विश्वास भएर साथ सहयोग भयो हुन्छ। अब हामी जीवन चाहिँ यतिको काट्न सक्छौँ भन्ने हिसाबमा यो डिसिजन गरेर मैले नै अनि जसरी हाम्रो घरमा जसरी आउनुपर्छ, मेरो पनि दाइहरू हुनुहुन्छ, बाबा मम्मीहरू हुनुहुन्छ, मेरो पनि आफ्नो दाजुभाइहरू हुनुहुन्छ, हाम्रो राई कल्चर अनुसार चाहिँ मेरो घरमा आउनुपर्छ भनेर मैले नै कुरा गरेको भएर अनि आज उहाँहरू ज्ञानी छोरी भनिसकेपछि अब हामीले धेरै बोल्दै डिसिजन साँच्चै नै हो, जीवन त्यहीबाट लिने गरेको हो भन्ने खानुपर्छ। कोरा कागजलाई चाहिँ सेतो बाटो कालो बनाएर दाग बनाएर भोलि केही भयो अथवा त्यो फुल चाहिँ ओइलायो भने हामी फेरि त्यस पछाडि हामी आँखा चिम्लेर बस्ने मान्छे छैनौँ है। हामी कम्तीमा 5 भाइ, यसमा एकजना बाँकी छँदासम्म हामी हाम्रो बहिनीको राम्रो चाहन्छौँ र यदि अलिकति नराम्रो भने त्यसको फेरि हामी त्यसको लागि आवश्यक हामी गर्न सक्छौँ। अब यसमा त्यो हुनु भएन। हाम्रो बहिनी अहिले टिचिङ गर्दैछ, टिचिङ गर्दै पनि यो पेसा भने कस्तो भने पढिराख्नुपर्ने हुन्छ है। अब अहिलेको जमाना भनेको पढिराख्ने हो, मान्छेको मृत्यु पर्यन्तसम्म पढिराख्नुपर्छ। बेला बेला उसको अपग्रेडको लागि पनि पढ्नु पऱ्यो। अहिले प्राइभेटको टिचर, अब निमाविको टिचरको लागि यो समाज र यो उपस्थिति यो सबै तपाईँको लागि प्रमाण हो।
यसले भनेको जस्तो अब अहिले फोटो छ यो छ भिडियो छ यो भनेको कानुनी प्रमाणसम्म हुन्छ है त्यो कुरामा चाहिँ अब हामीले दिएको फुल हाम्रो चेली सधैँभरि फुलिराख्नु पर्यो यहाँ जसरी फुल्या छ जसरी यहाँ उरिया छ हाम्रो घरमा जसरी भक्ति जस्तो बोलाएको छ यो घर त्यसरी नै त्यहाँ पनि हुनु पर्यो हामी चाहँदैनौँ अब यति भन्दै अब कुरामा चाहिँ अब हामीले अब के गर्नुपर्ने त अब त्यो हामीले नि है त राम्रो हजुर तलै हाम्रो हामीले जे सोच गरेको चाहिने जिन्दगी फुलोस् फलोस् एकदम राम्रो सदाबार सधैँ रहोस् है बाँचिन्छ हामीले जो हाम्रो हामीले जानेसम्म हिजोदेखिको मैले त्यो एउटा निकाल यो एउटा निकाल जोडी चाहिन्छ कि जहिले किराँत कल्चरमा सिङ्गल हुँदैन हो त्यो अगाडि राखेर त्यो चाहिँ मेरो भतिजोले चिनोको रूपमा भोलिसम्म भतिजा आऊ चित्त बुझिसक्यो त पनि थाहा होला नि भाइहरूलाई यो के भन्छ यसको कछुवा यो टोकरी रहेछ यो चाहिँ बिर्को रहेछ कठुवा हो यहाँ भित्रको धेरै खाइयो भने लट्ठुवा हुन्छ होइन यो कच्ची सजिलो यो गर्नु अनि त्यसमा पहिला हजुरहरू होइन उहाँहरूसँग पहिला यो अविनाश श्रेय हुनुहुन्छ उहाँ भन्दाखेरि चाहिँ अब हामीले तिनै शिल्पावासबाट नै हामी अब आजको रीतिलाई चाहिँ त्यति नै स्थगित राख्ने हो या अब अरू केही विचारहरू छ तपाईँहरूको अब तपाईँले बोल्नु तपाईँहरूको विचारमा तपाईँको भाइ नै हो